के तपाईँहरू पनि चाहन्छौ कि यस्तो अ, काम गर्दा गर्दै युट्युब भिडियोहरू पनि हेर्न चाहन्छौ यस्तो खाले कि जहाँ पनि तपाईँ इभेन यो इभेन यसलाई मिनिमाइज गर्दा पनि यो चल्ने डेस्कटपमा कुनै अर्को पनि फाइल खोल्दाखेरि यो चल्ने फिल्महरू हेर्दा चाहिँ राम्रो हुन्छ नि। काम गर्दा गर्दै फिल्म पनि हेऱ्यो र काम पनि भइरहेछ होइन। त त्यसको लागि आज चाहिँ के गर्नु कि क्रोममा चाहिँ एक्सटेन्सन चाहिँ डाउनलोड गरिहाल्नु एउटा। त्यो एक्सटेन्सनको नाम हो पिक्चर इन पिक्चर। यहाँ चाहिँ क्रोममा गएर पिक्चर इन पिक्चर लेख्नु एक्सटेन्सन, पिक्चर इन पिक्चर एक्सटेन्सन। अनि यहाँ चाहिँ यो फर्स्टमा चाहिँ आउँछ यो, यसलाई चाहिँ क्लिक गरिहाल्नु। क्लिक गरेपछि यहाँ चाहिँ तपाईँ यहाँ इन्स्टल गरिहाल्नु। इन्स्टल गरेर यहाँ चाहिँ एक्सटेन्सनमा क्लिक गरेर यसलाई चाहिँ पिन गरिहाल्नु यसरी। अब चाहिँ अब भिडियोलाई चाहिँ युट्युबमा खोल्नु कतै, कुनै मुभिजहरू कतै हेर्न चाहन्छ भने यहाँ चाहिँ खोल्नु। अनि यहाँ चाहिँ यसलाई चाहिँ यहाँ चाहिँ क्लिक गरिहाल्नु। यसरी सर्च गरिहाल्नु। अब युट्युबमा त तपाईँलाई आउँछ नि सबैलाई होइन। युट्युबमा चाहिँ कुनै कुनै भिडियोलाई यसरी गर्नु। अनि यहाँ चाहिँ क्लिक गरिदिएपछि यो बाहिर निस्किन्छ। बाहिर निस्केर अब चाहिँ यसलाई अब तपाईँ कतै राख्नु मिल्ने छ। यसलाई चाहिँ तपाईँ सानो ठुलो पनि गर्नु मिल्ने। त्यो कति कति छ कहाँ जहाँ पनि राख्नु मिल्ने यसो गरेर कहीँ राख। जे गर्नु छ गर त्यो, टेन्सनै छैन। अब चाहिँ ब्याकग्राउन्डमा यो पनि चलिरहेछ। साउन्ड मैले चाहिँ म्युट गरेर राखेको छु है। यस्तो नसोच्नु कि यो बाहिर निस्केर साउन्ड चाहिँ आउँदैन भनेर। मैले म्युट गरेर चाहिँ राखेको छु। त यहाँ चाहिँ यस्तो ल, आई होप यो भिडियो सायद पसन्द आयो होला तपाईँहरूलाई।